सम्पूर्ण साथीभाइहरूलाई मेरो तर्फबाट नमस्कार। आज हामी एकदमै महत्त्वपूर्ण भिडियो डिस्कसन गर्न जाँदैछौँ, जसको बारे टपिक हो, अहिले टाइटल हेरेर आउनु भएको होला होइन। आज हामी टप 5 बेस्ट रिटर्न स्टकहरूको बारेमा कुरा गर्दैछौँ। अहिलेको करेन्ट मुभमेन्टमा टप 5 बेस्ट स्टक जसले चाहिँ हामीलाई हाई प्रॉफिट दिन सक्ने हामीलाई स्टकहरू रिटर्नहरू हुन्छ नि, त्यो स्टकहरूको कुरा गर्दैछौँ। इट्स डिपेन्ड अपन यु होइन, तपाईँहरूले कतिको रेसियोमा खेल्न सक्नुहुन्छ, त्यसमा खेल्न सक्नुहुन्छ भने राम्रोसँग खेल्नुभयो भने यसमा राम्रो रिटर्न दिन सक्ने कम्पनीहरू म आज कुरा गर्न जाँदैछु। सबैभन्दा प्रथम कम्पनीको रूपमा हामी के हेर्न सक्छौँ भन्दाखेरि हामी बुङ्गोललाई हेर्छौँ। मैले बुङ्गोललाई निकै तलदेखिकै रेसियोबाट सपोर्ट गर्दै आएको छु होइन। बुङ्गोलले एकदमै हाई रिटर्न दिन सक्ने प्रोबाबिलिटी धेरै भएको कारणले बुङ्गोलमा चाहिँ मैले एकदमै धेरै यसको क्षमता भएको देखेको छु होइन। यसलाई मैले 800को रेसियोसम्म जाने भन्ने कुरा चाहिँ मैले देखेको छु। 800सम्म चाहिँ जान सक्छ यो कम्पनी, 800भन्दा माथि पनि जान सक्छ, तर 800सम्म चाहिँ यो जानुपर्ने कम्पनी हो भनेर मैले थाहा पाएको छु। त्यही अनुसार मैले यो बुङ्गोललाई मैले धेरै अगाडिदेखि नै, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, ट्विटरमा एड हुनुहुन्न भने मसँग ट्विटरमा एड हुन सक्नुहुन्छ। मैले बुङ्गोल विगत धेरै अगाडिको समयदेखि नै मैले बुङ्गोलको बारेमा कुरा गर्दै आइरहेको छु होइन। यहाँ हेर्नुहोस्, बुङ्गोल जब 637को रेसियोमा हुने बेला पनि मैले बुङ्गोल जान्छ है, हेर्नुहोस् है, 350देखि 800सम्ममा जान सक्छ है, यो रेसियोमा मैले भनेको थिएँ बुङ्गोललाई। मैले हेर्नुहोस् है, राम्रो छ है यो रेसियो। अहिले चान्चुन 700को रेसियोमा आइसकेको छ होइन। बुङ्गोलको सपोर्ट रेजिस्टेन्सहरूको पनि कुरा गर्ने हो भने बुङ्गोल हामी डेकोमा भन्दा नि आवरलीको 1 आवरको फ्रेममा हेरौँ, बुङ्गोलले एकदमै राम्रो रिटर्न दिन सक्ने प्रोबाबिलिटी धेरै हाई भएको कारणले मैले बुङ्गोललाई चाहिँ एकदम भिआइपी लिस्टमा चाहिँ हेर्न सक्नुहुन्छ भनेर मैले भनिरहेको छु धेरै अगाडिदेखि नै होइन। यहाँ हेर्नुहोस्, म तपाईँलाई एउटा रेसियो पनि देखाइदिन्छु ल। बुङ्गोलले राम्रो रिटर्न दिइरहेको छ अहिलेसम्म निराश गरेको छैन यो कम्पनीले होइन। अहिलेसम्म निराश गर्न सकेको छैन यो कम्पनीले, राम्रो रिटर्न दिइरहेको छ। कहिलेकाहीँ हार्ट अट्याक आउने गरी पनि दिन्छ फेरि रिटर्नहरू, फेरि कहिलेकाहीँ हार्ट ब्रेक हुने गरी पनि दिन्छ। मैले यो बुङ्गोलमा 2-3 चोटिको रेसियोमा मजाले उठाएको स्टक हो होइन। यो रेजिस्टेन्स जोनमा छ अहिले चाहिँ होइन। यो लेभलमा ब्रेकआउट गर्यो भने, यदि यो लेभलमा त आउनुपर्ने हो यो कम्पनी, म तपाईँलाई इन्डिकेसनहरू पनि देखाइदिन्छु है। यो लेभलसम्म आउनुपर्ने हो यो कम्पनी। यो लेभललाई बााउन्स ब्याक हुन सक्ने पनि प्रोबाबिलिटी हुन्छ, यहाँ पुगेर बााउन्स ब्याक हुन सक्ने पनि प्रोबाबिलिटी हुन्छ। यो जोनसम्म बााउन्स ब्याक हुन सक्ने, यो जोनसम्म बााउन्स ब्याक हुन सक्ने प्रोबाबिलिटी एउटा, यो जोनसम्म बााउन्स ब्याक हुन सक्छ। यसको रेस्पेक्टमा है, यहाँ म देखाइदिइहाल्छु तपाईँलाई, यसको रेसियोमा यसको सपोर्टमा बााउन्स ब्याक भएर उठ्न सक्छ फेरि होइन भने यो जोनलाई पनि ब्रेकआउट गरेर जान सक्छ। अहिलेको मोमेन्टम हेर्ने भए नेप्सेले चाहिँ के गरिरहेको छ, अहिले राम्रो न्युजहरू आइरहेको छ। कम्पनीहरू भट्टाभट झन् आइपिओ सेक्टरहरूको, यहाँ हेर्नु, एसआई प्यानल, एसआइएल, यिनीहरूले भट्टाभट रिटर्नहरू दिइरहेको छन् होइन मान्छेहरूलाई। त्यही अनुसार नयाँ सेक्टरहरूले रिटर्न एकदम फास्ट दिइरहेको छ, नयाँ आइपिओहरूले रिटर्न फास्ट दिइरहेको छ। यस्तो आइपिओहरूलाई ग्र्याब गरेर अगाडि बढ्न सक्नुहुन्छ। हेर्नु, यो भनेको हाम्रो 730देखि 740को रेसियोलाई यदि यसले तोडेछ भने यो 100% 800को जोनसम्म पुग्छ, यो 800को जोनसम्म पुग्छ। एउटा डब्लु प्याटर्न, तपाईँहरूले यहाँ कतिजनाले देख्दै हुनुहुन्छ, कतिजनाले देख्दै हुनुहुन्न होला होइन। एउटा डब्लु प्याटर्न फर्म गरेर, मैले अगाडि नै यसलाई भनिदिइसकेको थिएँ, डब्लु प्याटर्न फर्म गरेर अगाडि बढिरहेको छ। मैले विगत धेरै अगाडिदेखि नै बुङ्गोलको बारेमा, यहाँ पनि बुङ्गोलको बारेमै कुरा गरिरहेको छु है। यहाँ पनि बुङ्गोलको बारेमा कुरा गरिरहेको छु, यहाँ पनि बुङ्गोल तपाईँले देख्दै हुन्छ। यहाँ टप बुङ्गोलमा बुङ्गोल देखिराख्नु भएको छ होला। यहाँ मैले विगत बुङ्गोल, जहाँ पनि बुङ्गोलकै कुरा हुँदैछ। यहाँ हेर्नु, एउटा डब्लु प्याटर्न फर्म गरे, यो भनेको चाहिँ एउटा डाउन ट्रेन्डबाट, माथिबाट मार्केट डाउन भएर एउटा बटम 1 र बटम 2को फेज बनाएर फेरि मार्केटले त्यो रेसिस्टेन्स लेभल, यो ग्रिन कलरकोलाई रेसिस्टेन्स लेभललाई तोडेर माथिबाट अलिकति करेक्सन आएर फेरि माथि जान सक्ने प्रोबाबिलिटी हुन्छ। सेम फर्मेसन यता पनि भएको छ है, तपाईँले ध्यान दिएर हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ सेम फर्मेसन भएको छ। यहाँ फर्स्ट भनेको तपाईँले एउटा डब्लु प्याटर्न, एउटा यो डब्लु प्याटर्न मैले यहाँ बनाइदिइसकेँ, एउटा डब्लु प्याटर्न यहाँ बनेको छ। यस्तो डब्लु प्याटर्न पहिलेको चार्टमा कुनैमा नि यहाँ पनि दिएको छैन, यस्तो डब्लु प्याटर्न यहाँ पनि फर्म भएको छैन।
यसो डब्लु प्याटर्न यहाँ पनि फर्म भएको छैन। फर्म भएको बेला राम्रोसँग मार्केट उठेको मैले देखेको छु। अहिलेसम्म मैले मेरो त्यस हिसाबबाट यो मार्केट माथि जानुपर्ने एउटा लेभल बनेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा लेभल बनेको छ, अर्को लेभल यता बनेको छ। यो लेभललाई रेस्पेक्टमा छ, यो लेभलको रेस्पेक्टमा छ। भोलिको दिन यदि यो लेभल मैले कति भनिरहेको छु, यो लेभललाई तोडेछ भने यो लेभलको रेस्पेक्टमा फेरि बजार उठ्छ। 213 या अलिकति माथि नै राखौँ हामी, 220 जतिको लेभलमा यदि 220 को लेभललाई तोडेछ भने यसले राम्रो रिटर्न दिनेवाला छ। यो कम्पनीले राम्रो रिटर्न दिनेवाला छ। 20 को लेभललाई तोडेछ भने यो कम्पनीले राम्रो रिटर्न दिनेवाला छ। यो लेभललाई तोडेर हाम्रो मिनिमम पनि हामीले के आशंका गर्न मिल्छ, यदि यो लेभललाई तोडेछ भने यो कम्पनीले हामी एकदम एग्रेसिभ रूपमा चाहिँ हामीले इन्ट्री लिएर यो लेभललाई तोडेर एग्रेसिभ रूपमा यहाँ पुगेर बाउन्स ब्याक आएर फेरि माथि जान्छ। यो 800 मिनिमम पनि 800 सम्म जान्छ यो सेयर हैन। त्यही भएर मैले नि एकदमै लामो समयदेखि बुङ्गोलको मोमेन्टमलाई हेरिरहेको छु र बुङ्गोलले राम्रो रिटर्न दिन सक्छ भन्ने मलाई आशंका पनि राम्रो छ हैन। त्यो अनुसार हामीले एमएससीडी बाट पनि हेर्ने हो भने एमएससीडी बाट बोलिङ्गर ब्यान्डको रेस्पेक्टबाट नि हेर्ने भए बोलिङ्गर ब्यान्डले पनि यही भनेको छ कि यदि यो लेभललाई तोडेर माथि गएछ, यो अप्पर ब्यान्डलाई यसले तोडेर पनि माथि गएछ भने यसले एकदम एग्रेसिभमा यहाँ हेर्ने यो तोडेर गयो नि, यहाँ यो जोनमा तोडेर गएको छ, यो जोनमा तोडेर गयो, एग्रेसिभ रूपमा माथि बढ्यो नि। त्यसरी नै यो जोनलाई तोडेर जान सक्ने आशंका मैले देखिरहेको छु। यहाँ भोल्युम पनि एकदमै राम्रो आइरहेको छ। अब यहाँ हेर्नुहोस्, अब हाम्रो एमएससीडीले के भन्छ भन्ने कुरा एमएससीडीबाट पनि हेरौँ है। हामीले के भनिरहेछौँ, यो जोन यहाँदेखि हाम्रो खतरनाक बुलिस भयो मार्केट है। हाम्रो मार्केट एकदमै बुलिस भयो। यो जोनपछि हाम्रो मार्केट एकदमै बुलिस भयो। यो जोनबाट बुलिस भयो, यहाँबाट फेरि अलिकति डाउनफल आएर फेरि एउटा ग्रिन, अहिले पनि ग्रिनकै फर्मेसनमा छ है अहिले। अनि साइड अलिकति झर्यो मार्केट है, झर्यो। अब यहाँदेखि फेरि एउटा ग्रिन हरियो डार्क ग्रिन क्यान्डल बन्यो भने र यहाँदेखि फेरि एउटा र्याली समात्न सकिन्छ, हामीले यहाँसम्मको र्याली समात्न सकिन्छ। अब म तपाईँलाई अर्को मेरो मेथडबाट पनि भन्न जाँदैछु, एकदम ध्यानपूर्वक ध्यान दिनुहोस् होला। मैले बुङ्गोललाई एकदमै मेरो इन्ट्री लेभलको कुरा गर्ने हो भने मैले इन्ट्री लेभल अलि तलैबाट ग्र्याब गरेको हो। मैले 70-80 को लेभलमै मैले ग्र्याब गरेको, 70-80 को लेभलमा मैले ग्र्याब गरेको र म यो कम्पनी 800 सम्म नपुगेसम्म म बेच्नेवाला यो कम्पनी होइन। भोलिको दिन एउटा खतरनाक यसलाई ब्रेकआउट गर्ने क्यान्डल बनेछ भने म अझै यसमा एग्रेसिभ रूपमा अझै इन्ट्री लिनेछु। यो एकदमै एग्रेसिभ रूपमा रिस्क लिएर एकदम एग्रेसिभ रूपमा म कति पर्सेन्टको प्रफिट टेक र कति पर्सेन्टको लसमा म देखाउँछु भन्ने कुरा म तपाईँलाई देखाइदिइहाल्छु। म यहाँ यसमा म फेरि एग्रेसिभ लिने, यहाँ ट्रेड लिने र म मिनिमम पनि 800 सम्मको रेसियो नआउन्जेलसम्म म यसलाई छोड्दिनँ। 800 भने चाहिँ हाम्रो 11% को प्रफिट टेक गरेर बल्ल म यसबाट एक्जिट हान्न चाहन्छु। नत्र अहिलेको लागि चाहिँ होल्डकै यहाँ पुगेपछि पनि हामी अझै सोच्न सक्छौँ योभन्दा माथि जान्छ कि 800-900 सम्म जान सक्छ। तर मैले यो 11% को प्रफिट टेक गरेर बल्ल म यसमा यसको डिसिजनहरू लिनेछु होइन। र स्टप लस भनेको हाम्रो एज युजुअल स्टप लस भनेको धेरै स्टप लस पनि नराख्ने, लाइक 670 को रेसियो अनि अर्को पनि यहाँ धेरै रेसियोजहरूमा उठाउन मिल्छ यसलाई। यो भनेको 628 को रेसियोमा नै हजुरले उठाउन सक्नुहुन्छ। यहाँबाट बाउन्स ब्याक, यदि यहाँबाट बाउन्स ब्याक भएछ भने यसरी यो रेसियोमाहरूले उठाउन सक्नुभयो। फेरि यहाँबाट बाउन्स ब्याक भएछ यो रेसियोमा उठाउन सक्नुभयो। फेरि माथि आउँछ यो सेयर यतिसम्म फेरि आउँछ 700। हाम्रो मिनिमम पनि भोलि या पर्सिको रेसियोमा यसले राम्रो पर्फर्म गर्न सक्यो भने यो यसमा राम्रो इन्ट्री लिन सकिन्छ। यसमा मेन भनेको डब्लु प्याटर्नले मलाई यसले धेरै आकर्षित गरेको छ, त्यही भएर यसलाई हेर्न सकिन्छ। त्यही अनुसार मैले बुङ्गोललाई विगत धेरै अगाडिदेखि नै मैले एनालाइसिस गरिरहेको हो। बुङ्गोल यतिखेरदेखि नै मैले एनालाइसिस गरिरहेको हो। बुङ्गोललाई 4 घन्टाको टाइम फ्रेममा नि हेर्न मिल्छ बुङ्गोललाई है। धेरै अगाडिदेखि नै मैले बुङ्गोललाई चाहिँ हेरिरहेको थिएँ। 700 को रेसियोलाई तोड्यो त बुङ्गोलले होइन। अहिले यो भनेको धेरै अगाडिको हो। यो 700 को रेसियोलाई बुङ्गोलले तोडेर अहिले 710 यो रेसियोमा छ। अब ब्रेकआउट दिन सक्ने अझै प्रोबेबिलिटी हाई भएको, यसलाई
वाच स्टकमा हेर्न सक्नुहुन्छ तपाईँले, एकदमै राम्रो कम्पनी छ। अहिलेसम्म यसको चाहिँ हामीलाई इपिएसहरू र रिपोर्टहरू नआए तापनि कम्पनी चाहिँ एकदमै राम्रो छ है, यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यही अनुसार अर्को कम्पनी भनेको हाम्रो युएनएचपिएल अलि रिस्की सेक्टर पनि लाग्छ मलाई है, तर विगतमा यसले राम्रो 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 हामीलाई अपर्च्युनिटीहरू पनि राम्रो दिएको छ है। बाइङ सेलिङको लागि यो बेस्ट कम्पनी हो, वान अफ द मोस्ट ट्रस्टेड कम्पनी हो है। मैले 1 विकको टाइम फ्रेममा हेरेँ है चार्टलाई। अहिलेको लागि हामी एमएससीडीलाई हटाइदिउँ, 1 विकको र बुलिङ्गर ब्यान्डलाई पनि एकछिन बन्द गरिदिउँ। तपाईँलाई मैले यो किन कम्पनीले मलाई आकर्षित गर्यो भन्ने कुरा म तपाईँहरूलाई यहाँबाट बताउँछु। युएनएसपिएलमा पनि एकदमै डेन्जर, पहिलेदेखि नै एउटा र्याली समातेर हिँडिरहेको छ यो कम्पनीले होइन। धेरै विगतदेखि एउटा खतरनाक र्याली समात्दै हिँडिरहेको छ यो कम्पनीले। र्यालीमा तपाईँले हेर्न सक्नुहुन्छ, जसरी यो र्यालीमा एउटा यहाँदेखि हाम्रो र्याली समात्यो, यहाँ पुग्यो, फेरि एउटा डाउन, फेरि अप, फेरि डाउन, फेरि यो अप, फेरि डाउन, फेरि अप, फेरि यो जोनलाई पनि तोड्यो, यो जोनलाई पनि तोडेर फेरि तल आएर फेरि यो जोनलाई तोडेर फेरि माथि गएर यसको रेस्पेक्टमा उठ्नुपर्ने हो बजार, यसको रेस्पेक्टमा चाहिँ उठ्नुपर्ने, यो लाइनको रेस्पेक्टमा चाहिँ उठ्नुपर्ने हो बजार। यसरी यो 550 को रेसियोसम्म पुग्ने कम्पनी हो अहिले पनि हेर्ने भए है, तर यो रेसियोलाई चाहिँ अलि सस्टेन गर्न सकेको छैन यो कम्पनीले होइन। नत्र भए यो रेसियोसम्म चाहिँ उठ्नुपर्ने कम्पनी, यसकै रेस्पेक्टमा उठ्नुपर्ने कम्पनी हो। यहाँ हेर्न सक्नुहुन्छ, यसको रेस्पेक्टमा उठ्नुपर्ने हो यो कम्पनी होइन। अब हले यहाँ यो जोनमा हले इन्ट्री लिन सक्नुहुन्छ, एकदम राम्रो इन्ट्री। मैले अगाडि नै इन्ट्री लिएको छु यसमा है। मेरो इन्ट्री भनेको चाहिँ अराउन्ड 785 जति होला, 485 को रेसियोमा मेरो इन्ट्री छ। यो कम्पनी एकदमै ट्रस्टेड कम्पनी, एकदम स्ट्रङ कम्पनी मान्छु म यो कम्पनीलाई है। विगत लामो समयदेखि राम्रो रिटर्न दिइरहेको छ, मान्छेहरूको भरोसा पनि धेरै भएको कम्पनी हो यो होइन। र रिटर्न पनि एकदमै राम्रो। तपाईँले विकली फ्रेममा हेर्नु भने चाहिँ यस्तो देखिन्छ होइन। अब हामी यसलाई 2 डेजको फ्रेममा हेरौँ, 2 डेजको फ्रेममा हेर्ने भए भोलि या पर्सिको दिनमा यसले जम्प ब्याक गर्नुपर्छ यो कम्पनीले। जम्प ब्याक गरेन भने यसमा अलिकति रिस्क अलिकति धेरै नै देख्न सकिन्छ। नत्र यो रेसियोमा उठ्छ यो कम्पनी। उठ्न त एउटा न एउटा रेसियोमा त उठ्छ कि यो रेसियोमा उठ्छ होइन, उठ्छ। यो रेसियोमा यसले तोडिसकेको छ यो एउटा लाइनलाई है। 2-3वटा क्यान्डल बनिसकेको छ, 2-3वटा क्यान्डल यहाँ। यस्तो बेला चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि, यो चाहिँ मेरो पर्सनल हो ओपिनियन, जब साइडवेजमा मार्केट धेरै चलखेल भइरहेको छ, साइडवेजमा गइरहेको छ मार्केट होइन, यदि त्यतिखेर एकदम ह्याप्पिली डाउनफल आयो भने, ह्याप्पिली तल झर्न थाल्यो भने होइन, त्यो कम्पनीले एकदम नराम्रो सार्पली डाउनफल लिन्छ। फेरि अलिकति 2-3वटा फेरि ग्रिन क्यान्डल फर्म भयो भने यो कम्पनी फेरि खतरनाक बुल्लिस हुन्छ। त्यसरी बुझ्छु म चाहिँ है। अहिले भल्युमको कुरा गर्ने भए सेलिङ प्रेसर एकदमै हाई भएको कम्पनी हो, मान्छेहरू एक्जिट हान्दैछन् है, तर एकदमै राम्रो छ यो कम्पनीलाई नि हेर्न सक्नुहुन्छ। वाच स्टकको लागि चाहिँ बेस्ट कम्पनी हो यो। 2टा कम्पनी भयो है मैले। तर बुङ्गोललाई चाहिँ तपाईँले हेर्नुहोस् है, बुङ्गोललाई चाहिँ म अहिले पनि भनिरहेको छु, बुङ्गोललाई चाहिँ तपाईँले हेर्नुहोस्, राम्रो छ यो बुङ्गोल। अर्को भनेको चाहिँ मैले अगाडिदेखि नै भनिरहेको हो, यो सान्वी त बेस्ट हो। यसले ब्रेकआउट दिन लागेको छ। यदि यो कम्पनीले ब्रेकआउट दियो भने यो कम्पनी 1000भन्दा तल चाहिँ मैले देख्दिनँ है, 1000भन्दा माथि नै हुन्छ है यो कम्पनी। त्यतिखेरदेखि मैले भनेको सान्वी किन्नुहोस् है, 1000भन्दा तल आउँदैन है। सान्वी अहिले किन्ने मान्छेहरू चाहिँ एकदम पहिलेदेखि किन्ने मान्छेहरू चाहिँ एकदम, मैले यो जोनतिर भनेको थिएँ, मेबी यो ब्रेकआउट गरेपछि मैले सान्वी किन्नुहोस् है भनेर भनेको थिएँ। कति पर्सेन्ट बढिसकेको छ हेरौँ है त। अहिले विगतसम्म 25%ले रिटर्न दिइसकेको छ सान्वी, मैले भने जोनदेखि नै होइन। यो जोन पनि अलिकति हामीलाई डरमर्दो जोन थियो, यो जोनलाई पनि एकदम एग्रेसिभ बाइङले तोड्यो है। अब हाम्रो अर्को मेन जोन भनेको यो जोनमा अलिकति हामीलाई रिस्क छ है, यो जोनबाट बाउन्स ब्याक हुनसक्छ, किनकि यो जोनदेखि हाम्रो अगाडि पनि धेरै नै ह्याप्पी सेलिङ प्रेसरहरू आएको छ है। त्यही अनुसार यो जोनबाट हाम्रो ह्याप्पी सेलिङ प्रेसर आउँछ कि भन्ने हामीले आशंका गर्न सकिन्छ। फेरि धेरै पनि आउँदैन, यहाँबाट बाउन्स ब्याक भएर फेरि माथि जान सक्छ, फेरि यहाँबाट बाउन्स ब्याक भएर फेरि माथि जान सक्छ। त्यही अनुसार हामीले यो जोनलाई चाहिँ क्लोज कलमा हेर्नुपर्छ यो जोन है। 902 को जो 200 भन्दा अलिकति माथि नै राखौँ हामी कन्फर्मेसनको लागि।
920 को जोनलाई तोडेछ भने, यदि सानवीले 920 को जोनलाई तोडेछ भने यो कम्पनीलाई पनि मैले 1000 मा हेर्न सकिन्छ है। यो कम्पनी पनि 1000 मा जान्छ है भन्न सकिन्छ है यो कम्पनीमा पनि, किनकि यसमा धेरै ठुल्ठुलाहरू मान्छेहरू छिरिसकेका छन्। मैले अगाडिदेखि नै भनिरहेको छु यो कम्पनी एकदमै राम्रो हुनसक्छ। र बन्दीपुरमा मलाई अहिले पनि रिग्रेट लाग्छ, मैले यो कम्पनीलाई अलि राम्रो उठाएको थिएँ एक टाइममा। फेरि लगभग मैले यो कम्पनी खेलेको कम्पनी हो है, 2-3 दिन एक हामी आवली टाइम फ्रेममै हेरौँ ल। एकदम खेलेको कम्पनी हो। मैले कतिको जोनमा, यतिको जोनमा यो जोनतिर मैले खेलेको थिएँ। अलिकति घाटा खाएको थिएँ यो कम्पनीमा है। त्यतिखेरदेखि नै 1000 जाने कम्पनी हो यो, 1000 जाने कम्पनी हो भन्थेँ म। अहिले 1000 जाँदाखेरि चाहिँ कस्तो किन बेकार बेचेछु भन्ने हुन्छ। तर केही छैन, यस्तै हो सेयर मार्केटमा, कहिले हारजित भन्ने कुरा भइरहेको छ, अलि प्रफिट लस भन्ने कुरा भइरहेको छ। एकदमै राम्रो कम्पनी छ यो है, माथि तल भइरहेको छ। 1000 सम्म चाहिँ जान सक्छ मेरो हिसाबबाट। 1000-1500 जतिको रेसियो छ। बाइङ पनि एकदमै एग्रेसिभ बाइङ छ यसमा, हेर्न सक्नुहुन्छ। यहाँ बाइङहरूको कुरा नि एकदमै राम्रो छ है। एउटा हामीले बन्दीपुर हेर्न सक्यो, सान्वी हेर्न सक्यो, अनि त्यो चाहिँ हाम्रो अर्को भनेको बुङ्गोल हेर्न सक्यो, युएनएचपिएल हेर्न सक्यो। यति कम्पनीहरू चाहिँ एकदमै राम्रो छ। र अर्को रिस्क टेकिङ कम्पनी खेल्न चाहनुहुन्छ, आजको भोलि नै प्रफिट चाहिन्छ, आजको भोलि नै म गर्छु भन्ने हो भने हाम्रो यो टिटिएल। टिटिएलको फेरि फन्डामेन्ट एकदमै गए गुज्रेको भए पनि ट्रेडिङको लागि चाहिँ, सर्ट टर्म ट्रेडिङको लागि हो भने चाहिँ एकदमै एग्रेसिभ र एकदमै बवाल कम्पनी हो है। टिटिएल पनि हेर्न सकिन्छ है। टिटिएलमा अब सिधै तपाईँले ढुक्क भएर बस्नुहोस्, यो जोनमा गएर बेच्न मिल्छ 1000सम्म। यो जोनमा एकदमै त्यो छ है 1000सम्ममा, किनकि पहिले पनि त्यो जोनमा हाम्रो सेलिङ प्रेसर एकदमै हाई भएको थियो है। त्यही भएर टिटिएललाई हामीले त्यो जोनमा हेर्न सकिन्छ है। टिटिएललाई पनि एकदमै राम्रो। ट्रेड टावरको फेरि हाम्रो फन्डामेन्ट्स हेर्ने हो भने ट्रेड टावरको त्यस्तो राम्रो त नभनौँ, तर ट्रेडिङको लागि हो भने चाहिँ एकदमै राम्रो कम्पनी हो। लङ टर्म होइन, यो चाहिँ सर्ट टर्मको लागि मात्रै हेर्न सक्नुहुन्छ तपाईँले। एउटा ह्याप्पीली डाउनफल आएपछि एउटा ह्याप्पीली पुसब्याक आएको छ, यहाँसम्म पुसब्याक आउन सक्ने प्रोभाबिलिटी छ। 1060 1000 कन्फर्मेसनको लागि 1060तिरै बेच्न राम्रो हुन्छ जस्तो लाग्छ। 1000सम्म यो कम्पनी मजाले पुग्छ, ढुक्क भएर बस्नुहोस्। 1000सम्म यो कम्पनी मजाले दिन्छ र 1000सम्म यो कम्पनीले ढुक्क भएर बस्नु, 1000सम्म यो कम्पनीले रिटर्न दिन्छ। मैले भनेपछि रिटर्न दिन्छ, किन भन्दाखेरि हामीले एमएसिडीबाट पनि हेर्न मिल्यो। म चाहिँ एमएसिडी अनि हाम्रो बुलिङ्गर ब्यान्ड प्लस हाम्रो एमए बाट पनि हेर्छु है। हामीलाई यसले भनिसकेको छ, बाइङको लागि एकदमै भनिसकेको छ। एकदमै ठुलो ग्रिन क्यान्डल बनाएको छ एज एक्सपेक्टेड, यहाँ हेर्न सक्नुहुन्छ। एकदमै ठुलो ग्रिन क्यान्डल बनाएको छ। यहाँ यस्तो ग्रिन क्यान्डल भनेको यो जोनतिर पनि एउटा यस्तो ठुलो ग्रिन क्यान्डल बनाएको छ, यहाँ हेर्न सक्नुहुन्छ है। यो जोनतिर यस्तो ठुलो ग्रिन क्यान्डल बनाएको छ नि यो जोन। अब यही जोनको रेस्पेक्टमा हामीले हेर्ने हो भने यतिखेर बजारमा ग्रिन क्यान्डल फर्म भएको थियो है। यो जोनमा ग्रिन क्यान्डल फर्म भएको थियो, यो जोनमा ग्रिन क्यान्डल फर्म भएर हाम्रो धेरै नै ठुलो रिटर्न दिएको थियो। लगभग कति ग्रिन क्यान्डल फर्म भएर 737देखि 887को रिटर्न दिएको थियो। त्यसरी नै हामीले यो यसमा नि ग्रिन देख्न सकिन्छ। र बजारको सेन्टिमेन्ट हेर्ने भए एकदमै पोजिटिभ छ अहिले है। एमएसिडीबाट नि पास गरिसक्यो यसले। बुलिङ्गर ब्यान्डको रेस्पेक्टमा पनि यो बुलिङ्गर ब्यान्डको रेस्पेक्ट अप्पर ब्यान्डलाई तोडेर पनि माथि गइरहेको छ, एकदमै राम्रो। यसमा फुल बुलिस चलिरहेको छ है, बुल चलिरहेको छ। यसमा मान्छेहरू एकदमै एग्रेसिभ रूपमा लिइरहेछन्, यहाँ हेर्न सक्नुहुन्छ। दुईवटा यस्तो भल्युम वाइज पनि हेर्ने भए कम्पनी एकदमै स्ट्रङ पनि छ है। तर फन्डामेन्टल वाइज चाहिँ मलाई मन पर्दैन यो कम्पनी। सर्ट टर्मको लागि हो भने चाहिँ बेस्ट कम्पनी है। त्यही अनुसार मैले तपाईँहरूलाई 5वटा स्टकहरू भने। एउटा बुङ्गोल चाहिँ एकदमै राम्रो छ, मैले नि इन्भेस्ट गरेको कम्पनी हो, हेर्न सक्नुहुन्छ। डब्लु प्याटर्नको रेस्पेक्ट हो भने 100% माथि कम्पनी जान्छ। बुङ्गोल भयो, सान्वी भयो, युएनएचपिएल भयो, टिटिएल भयो र बन्दीपुर भयो। यति 5वटा स्टकलाई तपाईँले एकदम ध्यान दिएर हेर्नुभयो भने यसले तपाईँलाई मिनिमम पनि 10देखि 20देखि 30% जतिको रिटर्न दिन सक्छ। त्यही भएर ध्यानपूर्वक हेर्नुहोस् यो कम्पनीलाई। र केही तपाईँलाई अरूहरू कम्पनीहरूको पनि लाइक प्रिडिक्सनहरू नत्र भए डिटेल एनालाइसिस चाहिएको छ भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो। र साथ सपोर्ट गर्दै गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, राम्रो हुन्छ। अहिले हाम्रो नेप्सेले पनि राम्रो रिटर्न दिन खोजिरहेको छ। बजार पनि एकदमै सकारात्मक माहौलमा छ। नेप्से पनि एकदमै एग्रेसिभ रूपमा अहिले उठिरहेको छ। भल्युमहरू यति मिठो मिठो भल्युम आइरहेको छ। पहिले त्यही 8 अर्ब 10 अर्ब कटाउनको लागि हामीलाई धेरै समय लाग्थ्यो भने अहिले त्यही 8 अर्ब 10 अर्ब उठाउनको लागि चाहिँ धेरै त्यस्तो समय लागेको छैन। बुङ्गोल एकैछिन ल, यहाँ हामी नेप्से हेर्छौँ, यहाँबाट होइन हामी चुकुलबाट हेरौँ नेप्से। यहाँ हेर्नुहोस्,
नेप्सीले पनि अप्पर ब्यान्डको रेस्पेक्ट दिइसकेको छ। यो मैले कसरी हेरिरहेको छु भन्दा नेप्सीलाई चाहिँ विगत धेरै अगाडिदेखि नै यो लेभललाई तोड्यो नेप्सीले है। यो लेभललाई पनि नेप्सीले तोड्यो, यो लेभललाई पनि नेप्सीले तोडेर मिनिमम पनि यो लेभलसम्म मैले अब सिधै हामी यात्रा भनेको हाम्रो 1800 कै लेभलमा यो जोनसम्म पुग्नु पर्यो। 2800 को रेसियोमा पुग्छ यो नेप्से। त्यहाँ अहिले बजार सब पोजिटिभ सुनिरहेछ, माहौल एकदमै पोजिटिभ छ अहिले है। हरेक न्युज पनि राम्रो पोजिटिभ न्युज आयो। मेन भनेको बालेन्द्र शाह झापा 5 मा उठ्नु भएको छ, त्यो न्युजहरू सब पोजिटिभहरू आइरहेछ। त्यही भएर नेप्सीले पनि राम्रो ग्रो गरिरहेको छ है, राम्रो ग्रो गरिरहेछ। र अहिले मेन भनेको चाहिँ सुनको दाम पनि वाइल्ड बढिरहेछ, प्लस हाम्रो यो पनि धेरै बढिरहेछ, तर नेप्से पनि बढिरहेछ भने राम्रो मानिन्छ है। बिस्तारै सुनको भाउ पनि घट्छ, नेप्से वात्तै बढ्छ। जब सुनको भाउ बढ्यो भने नेप्से घट्छ भन्ने पहिलेदेखिको अनुमान छ है। सुनको भाउ बढ्यो भने नेप्से डाउन हुन्छ र त्यस्तो भन्ने पहिलेदेखि नै लाइक हेर्ने हो भने सुन बढ्यो भने नेप्से डाउन हुन्छ। नेप्से डाउन भयो नेप्से बढ्न थाल्यो भने सुन डाउन हुनुपर्ने हो, तर अहिले जस्ट अपोजिट भइरहेछ। यो पनि फेरि बाहिरको धेरै चलखेल भइरहेको छ यसमा होइन। बाहिर गभर्मेन्टहरूको पनि धेरै कुराहरू छ, बिस्तारै सबै कुराहरू करेक्सन हुँदै आउनेछ भन्ने मलाई अनुमान लाग्दछ। अहिले चाहिँ 3 लाख चान्चुन पुगिसकेको छ, चाँदी पनि 6000 पुगिसकेको छ। त्यसमा नि एकदम अहिलेसम्मको सबभन्दा ग्रेटेस्ट र्याली देखेको मैले होइन। त्यही भन्न चाहन्छु, टप 5 सेयरलाई चाहिँ मिस आउट नगर्नु होला। साथ सपोर्ट गर्दै गर्नुहोस्, लाइक सेयर सब्सक्राइब गर्दै गर्नुहोस्। केही अरू प्रश्न छ भने प्लिज कमेन्ट डाउन बिलो। धन्यवाद।